भारतको किशनगञ्ज जिल्ला भातगाउँ स्थित गलगलिया बजारमा भीषण आगलागी भएको छ। गैराती करिब 10:30 बजेको समयमा स्थानीय मासु व्यवसायीको पसलमा भएको सिलिन्डर ग्यास पड्किएर आगलागी भएको हो। आगलागी हुनसाथ भारतको सशस्त्र सीमा बल र नेपालको सशस्त्र प्रहरी बलको समन्वयमा भद्रपुर नगरपालिकाबाट दमकल गएर आगो नियन्त्रणमा लिएको थियो। उक्त आगलागीबाट 10वटा पसल जलेर पूर्ण रूपमा क्षति भएका छन्। क्षति हुनेमा नुर मासु पसल, कमरुलको औषधि पसल, जस्ट आलमको कपडा तथा तरकारी पसल, मन्नुको तरकारी पसल, साहेबको पतञ्जली पसल, तानवीरको औषधि पसल, कुडुस र सीमाको किराना पसल, अफसर र रोहितको फलफुल तथा तरकारी पसल जलेर क्षति भएका हुन्। समयमै भद्रपुर नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएर ठूलो क्षति हुनबाट बचाएको थियो भने स्थानीयले जय नेपालको नारा समेत लगाएका थिए।